है तपाईँ पठाउ हो? हजुर पठाउ हो? बडा हो भाइ कहाँ जानुपर्ने मलाई कोटेश्वर जानु छ दाइ, म कति लिनुहुन्छ? कोटेश्वर त 500 मा गइरह भाइ हट, त्यति धेरै लिनु मिल्दैन नि दाइ, त्यति महँगो भएन दाइ 500 त? कहाँ महँगो यार तपाईँहरूलाई सुविधा दिनुपर्छ 500 महँगो भन्ने होइन कोटेश्वर टाढा छ यार तपाईँहरूले अब हाम्रो सुविधाको लागि बस्यो भन्नुहुन्छ, तपाईँ कोटेश्वर 500 भन्नुहुन्छ। तपाईँको अनलाइन हेऱ्यो भने कोटेश्वर 250 रुपियाँ उठ्छ, तपाईँ अनि 500 रुपियाँ भन्ने दाइ। अब म चाहिँ फेरि महँगो पठाउनु पऱ्यो कि भाइ अफलाइन हो अनलाइन छैन के गर्नु त अब त्यसरी अफलाइन भन्दैमा 500 भन्नु मिल्दैन नि त सिधै दाइ। तपाईँले भनेर मिलाएर अब तपाईँले 250 देखि 300 रुपियाँसम्म भने भए जो कोही जान्छ क्या मान्छे। 500 रुपियाँ भनेर तपाईँले अनि ठग्ने त। कति दिनुहुन्छ त तपाईँ भन्नु त मैले जाने गरेर 250 मा हो, जानुहुन्छ भने हिँड्नुहोस्।